नमस्ते गाइस सबैजनालाई तपाईहरु सबै नेपालको मान्छेहरुलाई नमस्ते हैन अब हामी त नेपाली हो गाइस हैन यो भिडियोलाई पहिला लाइक सब्स्क्राइब अनि कमेन्ट गरिदिनु होला है मैले आज भर्खरै युट्युब च्यानल बनाएको थिएँ अरूले नि देखेर गाइस हैन ल एउटा म दोरी गाइदिन्छु है त गाइस छोटो मिठो हे इन्द्रेणीमा हे उट्याएर रेचनी तोरी तिमी त है कस्तो नि फोरी चम्चा प्लेट तिमलाई यो जन शब्दुमला मन नमिले त तिमलाई यो जन शब्दुमला मन नमिले त गाइस यतिमै एउटा मैले एउटा डिस्कसन लिइरा छु मलाई कलाकार बन्न अरु प्र्याक्टिसहरु गर्न धेरै मन लागेछ गाइस तपाईहरुले मेरो सपना पूरा गरिदिनु पर्यो है गाइस म त बाख्रा गोठा अब म त बाख्रा गोठाल हो गाइस हैन न पैसा छ न केही छ हैन गाइस अब म अर्को गाउँछ है त तपाईले मलाई सब्स्क्राइब र लाइक गरिदिनु होला अब हाम्रो त यस्तै छ हैन गाइस जिन्दगी ल एउटा फेरि अरु दोरी गाम है त के स्वादिलो नुनमा थो तरकारी पढा लेखा जागिर सरकारी चम्चा प्लेट तिमलाई यो जन शब्दुमला मन मिले त तिमलाई यो जन शब्दुमला मन मिले त हे म त है ट्याउसीको ड्राइभर मुया गर्छु तिमीलाई लाइपर चम्चा प्लेट तिमलाई यो जन शब्दुमला मन मिले त तिमलाई यो जन शब्दुमला मन मिले त नाच्न आउँदैन आँगन त टेढो छ आखै हामी त गाउँ घरको गोठालो त चम्चा प्लेट तिमलाई यो जन शब्दुमला मन मिले त अब म एउटा आमाको बारेमा छोटो मिठो गीत गाइदिन गइरहेको छु क्षमा पाऊ आमा यतिमा बाटो गलती भए तिम्रो मायाको आधारमा आजसम्म बाँचिरहे नौ महिना तिमीले कोखमा राखी हुर्कायो बढायो मलाई यो संसारमा बोकी जति त कडी चिठी आए पनि हुँदैनौ आमा तिमीले मलाई केही पनि अब मैले आफ्नै प्रज्ञान केसीज्यू हजुर बोल्नु भयो हो नमस्ते नमस्ते म चाहिँ अनलाइन मिडिया पनौती 12 बाट अनि हजुरलाई यस्तो सानै उमेरदेखि यस्तो गीत गाउने बाख्रा चलाउन आउँदाखेरि चाहिँ गोठाला हाम्रो एक हिसाबले गोठालो भन्छ बाख्रा चलाउन हैन गोठाला आउँदाखेरि चाहिँ हजुरलाई गीत गाउने एकदम के तपाईलाई गायक बन्ने इच्छा छ अब म त सबै बन्छु भनेर हिँडेको थियो घरबाट हजुर अब सपनै पुरा भएन अब यस्तै गाउँ घरको गोठालो भन्यो अनि तपाईलाई यो बाख्रा चलाउँदाखेरिको स्थिति अनि तपाईलाई गीत गाउनेको एउटा रमाइलो क्षण हैन तपाईलाई कस्तो लाग्छ अनि तपाईको पढाइ कहाँ छ के छ कुन स्थितिमा जानु भएको छ म अहिले 5 क्लासमा पढिरहेको छु हजुर अब आजकल बिदा भइरहेको छ हैन स्कुलहरु कोरोनाले गर्दा अब जताततै हिँड्नु भएन अब यस्तो कामसाम त हुँदैन यस्तै गीत गायो बस्यो अलिअलि टाइम पास भन्छ नि यसलाई हो त्यो टाइम पास गर्यो जस तपाईको पढाइको लागि त तपाईले अगाडि बढाइराख्नु भएको छ मैले पढाइको लागि अगाडि बढिरहेको छु अरूको लागि पनि अगाडि बढिरहेको छु क्या हजुर हजुर अनि अलिअलि बाले पैसाहरू कमाएपछि बाबाहरू नि अफिस गएपछि पैसा आयो अनि एउटा माटोको घर बनाएर हामी त्यहाँ नि बस्न थाल्यौँ बिस्तारै बिस्तारै पैसा हुँदै गयो नि अनि ढलानको घर बनायो अब घर बनाएर के गर्नु नेट जोडेपछि फेरि क्लास लायो भन्यो क्लास सुन्नु एउटा कुरा मलाई हजुर कुरा नि घर छैन भन्नुभयो घर छुपटी भन्नुभयो नेट जोड्नुभयो नेट चाहिँ के को लागि जोड्नुभयो अब नेट पहिला कोरोना त्यस्तो आयो तपाईलाई थाहा छ नि त्यसको लागि अब पढ्नलाई त जोड्यो नि बाबाले कति एक पसिना मेहनत गरे त जोडिदिनु भयो अब अहिले स्कुल आयो भने स्कुल गएपछि फेरि कोरोना भन्दियो बिदा भन्दियो अनि त्यो पछि फेरि अनलाइनमा अब स्कुल खोलिरहनु नि अब अनलाइनमा नि बिदा दियो अनि त्यही भएर अब घरमा त अब अरू काम छैन सबै काम सिद्धिहाल्यो
अब घर पोत्नीहरू त बाबाले गरिहाल्नु भयो। अब बाख्रालाई त भोके छोड्नु भएन, दिनदिनै घाँस पनि काट्न सकिँदैन। त्यही भएर यो हाम्रो वन होइन, पाखा भनिन्छ यसलाई। यहाँबाट यो चाहिँ हाम्रो होइन, यो चाहिँ हो। यहाँनिर मजाले चराउने ओर्ने अनि यस्तै गर्ने। कहिले काहीँ स्कुलले बोलाउँछ नि, स्कुलमा जाने। सुन्नु न, मैले हजुरको कुरा काटेँ होइन। तपाईँ यति सानो उमेरमा, तपाईँको उमेर कति हो? म अहिले 10 वर्ष भएँ। 10 वर्षै हुनुभयो त? 10 वर्षको मान्छेमा यति तपाईँको ट्यालेन्ट छ कि यो ट्यालेन्टलाई तपाईँले प्रतिस्पर्धा गर्न नसक्नु भयो कि तपाईँको घर कमजोरी, आर्थिक स्थितिको कारणले गर्दाखेरि चाहिँ? हेर्नु, त्यस्तो केही होइन। मैले के गर्नु खोजेँ, अब म सकौँ भने अब भोलि बिहान म भाइरल हुन सक्छु टिकटक सिस्टम बनाएर। हो, आफूलाई मनपर्ने टिकटक बनाउने हो नि, अरूले बढी बनायो भनेर हामीले नि त्यो बनाउने होइन नि। अझै पाए त्यो गीत त्यस्तो हालेर। त्यही भएर मलाई अहिले केही हुन मन लागेन क्या। अनि तपाईँलाई अर्को दोस्रो प्रश्नमा त के छ भन्दा तपाईँ अहिले कक्षा कतिमा? 5मा पढ्दै हुनुहुन्छ। 5 कक्षामा पढ्दाखेरि तपाईँको स्कुल त लकडाउन छ, अहिलेसम्म तपाईँले कक्षा कस्तो, 5 कक्षा कस्तो, सर मिस कस्तो चिन्नु भएको छ त? अब अनलाइन चिन्नु भएको छैन, अनलाइनमा पढ्नुभयो होइन? अनलाइनमा पढ्नुभयो। अब यो अनलाइनमा पढ्दा पनि तपाईँको त यो ठाउँ भने त दुर्गम हो यो होइन? पनौती 12 भनेको चाहिँ लगभग पुरै दुर्गम ठाउँ हो यो होइन त? तपाईँको न क्युको बस छ, न तपाईँको एउटा कुनै सवारी साधनको छ। तर तपाईँको घरमा नेट कसरी आयो? यहाँ सुन्नु, हाम्रो बाबा एउटा, म तपाईँलाई म ढाड्दिनँ। मेरो बाबा एउटा मेडिकलमा काम गर्नुहुन्छ। हजुर, मेडिकलमा एउटा बाइक छ क्या। अब त्यहाँनिर काम गरेर बल्ल तल पैसा जुटाएर नेट जोडिदिनु भएको थियो क्या। हो, त्यतिखेरदेखि अब नेट कस्तो थियो अब हामीलाई पनि थाहा छैन। अब यस्तो भिडियो बनाउन मिल्ने रहेछ भनेर नै मैले हजुरको ठाउँ भने कि पनौतीबाट भने 12 नम्बर वडा भने धेरै दुर्गम क्षेत्र हो होइन? तपाईँको ठाउँमा नेट तान्निँदा के यो कसको पहल हो? यो होइन, पहिला हाम्रो यो तान्ने भनेको यहाँ इच्छा गरेको भने हाम्रो बाबाले हो, बच्चाहरूको पढाइको लागि। अनि कोही अब हाम्रो घरमा नि आउँछन् होइन, मेरो साथीहरू भयो, अब त्यहाँ उसब भयो, सन्नु भयो, अरूहरू पनि आउँछन् कहिले काहीँ यहाँ पढ्न। अब स्कुलले फेरि त्यो सिम दियो क्या। सिम दिएपछि राम्रो भयो नि, अब घरमै बसेर पढ्न पाइयो नि। ए, हजुरहरूको स्कुलले सिम दियो? त्यो सिममा अब नेट चाहिँदैन? त्यो सिम भएपछि पढ्न पाइयो। यसको लागि हाम्रो सरकार प्रधानमन्त्री केपी शर्मा ओलीलाई नमस्ते गर्नुपर्छ। जिन्दाबाद छ, जिन्दाबाद। हजुरले वास्तवमा भन्नुपर्दाखेरि तपाईँलाई शेरबहादुर देउवा मनपर्छ कि केपी ओली? केपी ओली मनपर्छ। के कारणले? तपाईँ त सानो मान्छे, तपाईँ केपी ओली भन्नुभयो। केपी ओली कसरी मनपर्छ? अब केपी ओलीको भिडियोहरू मैले अलिअलि हेरेको छ होइन। केपीहरूले गरेको त्यो आँट ठान त्यस्तो गरेर मलाई मन पर्यो। तपाईँले अहिले भर्खर एउटा पढौती तपाईँले 2 गम ठाउँ भन्नुभयो नि, तपाईँको यो जस्तो सेफ ठाउँ अरू कहीँ छैन क्या। क्युको बस चले, अब तपाईँहरूलाई त्यो काठमाडौँमा चल्दैन त्यो बसहरू गडाङ गुडुङ्नु, यहाँ त चल्दैन नि, सेफ हो नि। बरु एउटा निशान आयो टक्कर रोक्यो, त्यहाँ पनौसम्म गएर एउटा क्युको बस चढेर गयो हुँदैन त? त्यस्तै हो, यहाँ नि त नि सेफ छ दिनको। तपाईँलाई केपी ओलीले सित्तैमा पढाइदियो हो? तपाईँलाई सित्तैमा पढाइदियो हो? केपी ओलीले तपाईँलाई सित्तैमा पढाइदियो? सिम त दिएको हो नि, सिम दियो अनि सित्तैमा पढ्यो। तपाईँलाई वास्तवमा भन्नुपर्दा तपाईँको त उमेर होइन, भोलिको दिनमा तपाईँले भोटै हाल्न पर्यो भने कसलाई हाल्नुहुन्छ? म केपी ओलीलाई नै हाल्छु। वास्तविक हो यो? हो। तपाईँको बुवा कुन पार्टी? मेरो बा मैले त्यस्तो सोध्ने गरेको छुइनँ छैन, तर जस तपाईँलाई केपी ओली मन पर्यो? मन पर्यो मलाई। आई लभ यु केपी बा। आई लभ यु केपी बा। तपाईँको यो अहिले हामीले देखिरहेका छौँ नि, यो कच्ची बाटो, यो बाटो तपाईँको ढलान पिच हुँदैछ अरे? हो नि, यहाँबाट
तपाईँको यहाँ सिधै गएर यहाँबाट तपाईँको पनौती निस्किन्छ यो कसले गर्दा केपी भाइले गर्दा हाम्रो यहाँ तपाईँले भोलिको दिनमा भोट हाल्न पर्यो नि केपी बाला हाल्नुहुन्छ हो यहाँनिर धेरै जस्तो गरौँ भने अब यहीँ एउटा अस्पताल बनाउला छ त्यहाँ मुनि जानुभन्दा यहाँबाट सट्ट गयो त्यहाँनिर एउटा अस्पताल आयो नि कति सजिलो भयो भन्नु तपाईँको बिरामी कोही मान्छे भइहाल्यो नि झटपट यहाँबाट एउटा अनि तपाईँको त घरमा त हस्पिटल मेडिकल तपाईँको त बाउ नै डक्टर भन्ने कुरो सुनेको थियौँ मेडिकल अफिसर यो बाख्राले थियो कि हामीलाई अनि सुनिरहेको छु भन्नु न अब मेरो बाबा मेडिकल भए पनि त्यत्रो धेरै ज्ञान त छैन नि अब तपाईँ अब म तपाईँलाई अब ठुलो इन्जिनियर ठान्छु घर अब धेरै तलाको बनाउनु पर्यो तपाईँ एकजनाले मात्र सक्नु हुँदैन नि त्यस्तै मेरो बाबामा नि धेरै पढे होइन गाउँघरकै पहिल्यै काम गरेर बस्या हो तपाईँलाई एउटा लास्ट क्वेसन के छ भन्दाखेरि मम्मीले माया गर्नुहुन्छ कि बाबाले मलाई घरमा सबैले हेऱ्यो भने होइन तपाईँ नि हेर्न आउनु मलाई मम्मी बाबा बुवा यो घरको जो मान्छे छ सबैले माया गर्नु तपाईँलाई लाइक र सब्सक्राइब कमेन्ट गरिदिनु होला कस्तो लागिरहेको छ अब म